हो जापानको, जहाँ कि ज्ञानेन्द्र शाही र खगेन्द्र सुनार सँगै बसेर जापानमा बसेका नेपालीहरूसँग त्यहाँ भोज खाइराखेका छन्, जसमा रक्सी पनि होला, ठन्डा चिसो पनि होला र विभिन्न किसिमका आइटमहरू पनि होला। तर कुरा कहाँ फरक पर्छ भने खगेन्द्र सुनारलाई नशा लागेन भने ज्ञानेन्द्र शाहीले कुन रक्सी त्यही खायो कि उसलाई रातभरि निन्द्रा आएन र जति पनि नेपालका मान्छेहरू छ, विदेशमा बस्ने मान्छेहरू छ र अन्य पार्टीका प्रधानमन्त्री होस्, गृहमन्त्री होस्, कुनै पार्टीका सभापति होस्, तिनीहरूलाई गाली गरेर बस्ने मान्छे कसरी भयो, कुन रक्सी त्यहाँ चढ्यो उसको दिमागमा, त्यो खाएर अनि उसले लाइभ चाहिँ आएछ। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, सहकारी ठगहरू, टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने यी विदेशमा बसेका सबैलाई मैले भनेको होइन। अहिले जापानमा कार्यक्रम सफल भइसकेपछि ममाथि आक्रमण भयो भनेर झुटो समाचार फैलाइराखेको छ। भन्दैछ गाँजा खरानी ग्याङ र गाँजा खाने मान्छे चाहिँ देशको सत्तामा छ। अब के गर्ने, जनता त उसैले पत्याएछ, तिमीहरूलाई पत्याएन। अनि अर्को कुरा के भनेछ, 400 समथिङ 60-61 मत ल्याएर म त्यहाँ जितेको छु। म आफ्नो प्रतिद्वन्दी घन्टी छापको मान्छेलाई 400मा समेटेर राखेर जितेर आएको सांसद हुँ। तर उसलाई आफै थाहा छैन कि पुरा नेपालभरि नै उसलाई लखेटेका छन्। एक ठाउँमा जितेर के हुन्छ, कतिपय ठाउँमा त 100 पनि कटाउन सकेका छैन त्यही रापारपाका सांसदहरूले। त्यो उसले बिर्सेका छन् के नसामा हुनुहुन्छ नि, अहिले बढी नसामा छ, त्यही भएर होला कि। कतिले त सिंहदरमा बसेर गाँजा तान्छ बालिन साले भन्छन्। ए बाबा भन्ने हात्ती निक्ले बजार त कुत्ता घुके हजार होइन। अब के तपाईँ आफ्नो गु खाथ्यौँ, त्यो गु खाएको गरेर हुन्छ। कुनै बेला बालेनले खायो, गाँजा पनि खायो, अहिले पाएँ म पनि खाइदिन्छु। गाँजा के एउटा बिख हो र दबाई हो। अमेरिका गाँजा फेरि गरेर तपाईँ नेपालमा किन गाँजा बन्द लागि भन्नुहोस् त। हो म यसरी बुझ्छु, कसैको कहिले पनि त गाँजा खायो भने विरोध गर्नु हुँदैन। तपाईँ हामीले केटाकेटी हुँदाखेरि केटाकेटी हामीले गु खेलाएर खाएका छौँ। बालिन साले देश बनाउँछ, बालिन साले त बनाउँछ। बालिन साले यो 25 वर्ष बिग्रिएर देश बनाउन केही समय लाग्छ। उसलाई 5 वर्ष जसरी पनि हामीले काम गरिदिनु पर्छ। खोटा ताली परेपछि मलाई राम्रो लागेन। जुन चिज खाएर तपाईँ भन्नुहुन्छ प्रधानमन्त्री बनेका छ त्यस्तो नसा युज गर्छ। तपाईँ अहिले विकसित देशमा हुनुहुन्छ, विकसित देशहरूमा त्यस्ता सामानलाई औषधिको रूपमा प्रयोग गरिन्छ र ब्रेन टोनिकको रूपमा युज गरिन्छ, तर नेपालमा एलाउ छैन। त्यो विकसित देशमा तपाईँ हुनुहुन्छ, तपाईँ पनि अहिले ब्रेन टोनिक नै युज गर्नुहुन्छ। यस्तो युज गर्नुभएछ कि तपाईँले त्यो ब्रेन टोनिक पचाउन सक्नु भएन भने पचाउने मान्छे धेरै छ। पचाएर देशको एउटा राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य विकासहरूमा त्यो ब्रेन टोनिक लिएर पनि आफ्नो भूमिका खेलिराखेका हुन्छ। उनीहरूलाई पचाउने क्षमता थियो। तिनीहरूको जब गिन्ती हुँदै थियो भोटको, त्यति बेला म जस्ता धेरै मान्छेको इच्छा थियो कि तपाईको बारेमा त्यो जित्नुपर्छ। यो नेपालको लागि एउटा युवा र बोल्न सक्ने, नेपालको लागि राम्रो व्यक्ति, राम्रो सांसद हुनेछ भनेर बोल्ने मान्छे म पनि थिएँ। तर तपाईको केही विगतका व्यवहार र तपाईको बोली भाषा र तपाईको यो जुन प्रवचन दिने शैली जुन छ नि, त्यो अति नै बढी भएर चाहिँ अहिले नेपालका जनताहरूले तपाईँमाथि कमेन्ट गरिराखेका छन् नकारात्मकहरू। त्यो तपाईलाई सांसद हुनुहुन्छ भने तपाईलाई सबै चिजको पचाउने क्षमता पनि हुनुपर्छ, किनकि